वान चाइना पोलिसी के हो? व्यवहार त वान चाइना पोलिसीलाई पश्चिमाहरूले मान्यता दिएनन्। त्यही वान चाइना पोलिसी विरुद्ध खम्पा विद्रोहको खुनी माहौल सृजना गरिएको थियो पञ्चायत कालमा। राजा वीरेन्द्रले खगेन्द्रजङ गुरुङजीको सल्लाह अनुसार त्यहाँ सप्रेसन भयो। अहिले दोस्रो खम्पा विद्रोहको माहौल तयार हुँदैछ भनिन्छ। रिचर्ड निक्सन र माओको भेटपछि मेनल्यान्ड चाइना भनेकै पिपल्स रिपब्लिक अफ चाइना हो, जसको औद्योगिक सहर साङ्घाई हो, जसको राजधानी बेजिङ हो। त्यो ताइवान होइन, जसको राजधानी ताइपे हो। च्याङ्काई शेक आधिकारिक शासक होइन भनेर सिद्धान्त त स्वीकार गर, तर व्यवहार त डबल स्ट्यान्डर्ड देखाएको छ। नेपालले व्यवहार त लामो समय यही कुरो फलो गर्यो। अहिले यहाँ गडबडी सुरु हो। ह्याडकको विषय भनेको ताइवान जस्तै टिब्बेट पनि हो। हामीसँग ताइवानको सालमा जोडिँदैन, हामीभन्दा धेरै टाढा, हामी ल्यान्डलक कन्ट्री, तर तिब्बतको त जोडियो नि। पर्ल हार्बरको अट्याक पछि अमेरिका पुरै आगो भयो। त्योभन्दा अगाडि अहिले क्रिमियामा रहेको ग्रीष्मकालीन दरार छ, त्यो सोभियत युनियनकै हिस्सा हुने गर्दथ्यो कुनै समय हो। त्यो ग्रीष्मकालीन दरारमा तत्कालीन अमेरिकी राष्ट्रपति रुजवेल्ट, सोभियत संघको शक्तिशाली कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति जेबी स्टालिन र विश्वकै बुद्धिमान लेजेन्डरी मानिएको बेलायतको प्रधानमन्त्री विन्स्टन चर्चिलको भेटपछि एउटा मिटिङ भयो। त्यो मिटिङले अब हिटलरको नाजीवादलाई परास्त गरेपछि मात्रै वर्ल्ड वार सम्पन्न हुन्छ, हामीले जित्छौं भनेपछि त्यसको अगुवाई कसले गर्ने भन्दा रुसले दिमाग लगायो, स्ट्राटेजिक प्लान गर्यो। अमेरिकाले पनि जापानमा नागासाकी र हिरोसिमामा लिटिल बोय र फ्याटम्यान नामक दुईवटा आणविक बम छोड्यो र त्यसलाई तबाह गरेर उनीहरूले सरेन्डर गरे। बीपीले लेख्नु पनि भएको छ, माओ त्से-तुङ र चाओ एन-वाईले होइन यो मितेरी हिमाल होइन, चोमलङमा होइन, यो माउन्ट एभरेस्ट नै हो भन्या हुनाले स्थायी रूपमा हाम्रो सगरमाथा कायम भएको हो। भारतले जस्तो र्याल चुहाएको छैन। पाकिस्तानले बुद्धि लडायो। चाइनासँग एउटा कुरामा अमेरिकाले त्यतिखेर सम्बन्धको हात बढाउन कम्प्रोमाइज गर्यो। यस्तो कम्युनिस्ट देश छैन जहाँ बमले चर्च नउडाएको होस्, यस्तो मुस्लिम देश छैन जहाँ कम्युनिस्ट विचारधारालाई प्रतिबन्ध नलगाएको होस्। तर चाइना र पाकिस्तानको सम्बन्ध भने इजरायल र अमेरिकाको जस्तै छ। डेमोक्रेटिक पिपल्स रिपब्लिक अफ कोरिया यानी कि डीपीआरके कोरिया, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, किमले शासन गरेको कोरिया र चाइनाको जुन लेभलको सम्बन्ध छ, पाकिस्तान र चाइनाको पनि त्यही छ। नेशनल इन्ट्रेस्ट सबभन्दा ठूलो कुरा हो। भाषा एउटै छ, जात एउटै छ, नस्ल एउटै छ, रेस एउटै छ। दक्षिण कोरिया र उत्तर कोरियाको बीचको शत्रुतापूर्ण सम्बन्ध इरान र इजरायलको भन्दा कुख्यात छ। 1948 देखि यता सिजफायर पनि भएको छैन, कम्प्रिहेन्सिभ पिस एकर्ड पनि छैन दुई देशको बीचमा, युद्धरतै मानिन्छ। भू राजनीतिले जाति चिन्दैन, भाषा चिन्दैन, वर्ण चिन्दैन, नेशनल इन्ट्रेस्ट चिन्छ भने त्यही हो। मैले भन्न खोजेको कुरा नेपाल र चाइनाको चाहिँ यति घनीभूत सम्बन्ध हुने इतिहासदेखि अहिलेसम्म नेपालको 1 इन्च जमिन उसले मिच्या छैन। भारत रोएको रहेछ, अक्साई चीन मिच्यो 1962 को युद्धमा भन्छ। पाकिस्तानमा पनि आर्थिक समस्या छ, त्यो हल गर्दैछ। उसले कति परिपक्व नीति अपनाएको छ। चाइनासँग लपक्कै देखिए पनि अमेरिकासँग कूटनीतिक सन्तुलन मिलाउँछ। कसरी पोसिबल हो त्यो प्रकारको मास्टर माइन्ड चाहिँ नेपालको राज्य सत्तामा चाहियो। नेपालको भू राजनीतिक आवश्यकताले केपी ओली प्रचण्डहरू भन्दा स्मार्ट ब्रेन खोजेको छ। हामीले स्मार्ट कहाँ हेर्यौं भने कानमा हिराको टप छ कि छैन, रफ टप छ कि छैन, आधुनिक केटा हो कि होइन, ठुला चुकाचौध गर्छ कि गर्दैन, अनिल कपुरको जस्तो स्टन्ट गर्छ कि गर्दैन भनेर हेर्यौं। जबकि हामीलाई सी जिनपिङ वा पुटिनको जस्तो परिपक्वता, जनरल मुनिरको जस्तो परिपक्वता चाहिएको छ। विश्व शक्तिको अगाडि पनि कुनै समय हाम्रो औकात थियो नि। राजा महेन्द्र थिए, हर्क गुरुङ जस्तो भू राजनीतिको अध्ययन गरेको भेटरान भूगोलविद थिए, रणधीर सुब्बा जस्ता कूटनीतिज्ञ सुरक्षाविदहरू थिए नेपालसँग। अरे बाफ रे, कस्तो ब्रेनहरू, मास्टर ब्रेनहरू थियो के बौद्धल कालमा पनि। खल्ली बल्लीहरू, अहिले सिक्स प्याक भएका, अहिले ह्यान्डसम केटीहरूले मन पराउने मान्छे नै नेता हुन्छ भन्ठान्ने समाजको यो गलत अवधारणाले गर्दा हामी फसिरहेछौँ। हामीलाई चाहिएको झिल्के होइन, हामीलाई गम्भीर मान्छे चाहिएको, स्ट्राटेजिक मान्छे चाहिएको। सस्तो लोकप्रियता, यो पपुलिजम, लोक रिज्याइले बर्बाद गर्छन्। आफ्टर द न्युकन्स अमेरिका एट द क्रस रोडमा फ्रान्सिस फुकुयामाले पपुलिजमलाई एउटा चिलाइरहने रुतो भन्छन् कि जति कनाए घाउ हुँदै जान्छ पछि यसले बर्बाद गर्छ नि। इजरायललाई पहिलोचोटि एसियाबाट समर्थन गर्ने बीपी
प्रधानमन्त्री थिए। 1948 मा ज्यूजहरूले हिटलरबाट सफर भएको यहुदीले आफ्नो ड्रिमल्यान्ड खोज्दै मध्यपूर्वमा प्यालेस्टाइनी भूमि कब्जा गरेर इजरायल बनाए हो। त्यो इजरायल ज्यूजहरूको ड्रिमल्यान्डलाई राष्ट्र मान्न अमेरिका त तयार थियो। थ्योरी अफ रिलेटिभिटी प्रतिपादन गर्ने अल्बर्ट आइन्स्टाइनलाई पहिलो संस्थापक राष्ट्रपति हुन भन्दा मेरो निधारमा लेखिएको छैन। यो चाउरी परेको निधारमा म युद्धबाट ग्रस्त भएको रक्तरञ्जित रगतले लतपतिएको देशको राष्ट्रपति हुन नामञ्जुर छु। हिटलरले लखटेको जर्मन हुनुहुन्थ्यो, यहुदी हुनुहुन्थ्यो। च्याङ काय सेक 1949 मा भागेर चाइना भनेको त यही पो हो त। माओ त्से-तुङले त इलिगल पिपुल्स रिपब्लिक अफ चाइना चलाइरहेका छन्। लिउ साओची अवैध राष्ट्रपति हो, चाओ एनलाई अवैध त्यहाँको प्रधानमन्त्री हो, मार्शल चेन यी अवैध विदेश मन्त्री हो। यिनीहरूको भ्यालिडिटी छैन, यिनीहरूको लेजिटिमेसी छैन भनेर च्याङ काय सेकले जोर शोरका साथ कोमिन्ताङ पार्टी नै आधुनिक पार्टी हो जो डाक्टर सन यात-सेनको उत्तराधिकारी हो र म नै उत्तराधिकारी हुँ, वैचारिक रूपमा म उत्तरदान लिन्छु भनेर उनले आफैले सर्वेसर्वा घोषणा गरेर लिउ साओचीको सरकार थियो। माओ त्से-तुङ चेयरम्यान हुनुहुन्थ्यो। उहाँहरूको सल्लाह अनुसार त्यहाँ सप्रेसन भयो। अहिले दोस्रो खम्पा विद्रोहको माहौल तयार हुँदैछ भनिन्छ। देशको महान देशभक्त समुदाय किराँत समूह राई लिम्बूहरूको उपस्थिति समानुपातिक प्रणाली प्रत्यक्षतर्फ रासपामा एकदमै झिनो छ, न्यून, नगर्ने, शून्य केही पनि छैन। रवि लामिछानेजीले गएर छाती पिटेर ओहो गल्ती भयो यसलाई सच्याउँछौ भन्नुभयो। उहाँहरूले यो नबुझ्या हो र समावेशी समानुपातिक समावेशी यो सबै बुझ्नु भएको छ। उहाँहरूले जातीय, भाषिक, लैङ्गिक, क्षेत्रीय सबै समावेशी इन्द्रणीमय गर्नुपर्छ भन्ने पनि बुझ्नु भएको छ। बुझ्दा बुझ्दै जान्दा जान्दै मूलवासीहरू देशभक्तहरूलाई पन्साउने यो नियोजित खेल हो। अनि त्यसमा उहाँहरूले सरी भन्नुहुन्छ। धेरै सरी भन्यो भने व्यक्तिको जस्तै राज्यको आत्मविश्वास पनि कोल्याप्स हुन्छ। ठिक काम गरेर त्यसमा अडिनु चाहिँ राज्यको एउटा परिचय हो क्या। तपाईँले ठिक ढङ्गले डिसिसन लिने, ठिक ढङ्गले संविधान कार्यान्वयन गर्ने, ऐन नियम विधिवत चल्ने, त्यसपछि माफी माग्ने ठाउँ धेरै नहोस्।